Hello everyone, this is Marika. I'm making one video about I love flowers हैन अनि I have collected few flowers. मैले some flowers चाहिँ I have stored it. एकदम स्टोर गरेर राखेको छु अनि I wanted to do something हैन जुन चाहिँ मेरो आँखा अगाडि त्यो फ्लावर्सहरु लाइक वेदर त्यो सुके पनि ड्राई भयो भने त्यो देखिरहोस् भनेर I want that. Pinterestबाट certain आइडियाजहरु लिएर I'm trying to make a फ्लावर बुकेको चाहिँ एउटा ह्याङ्गिङ डेकोर खालको. सो कम एन्ड लेट्स मेक इट विथ मी. मेरो फ्लावर कलेक्सनमा चाहिँ फर नाउ आई हेभ दिज ओन्ली हैन फर नाउ चाहिँ. अनि सम चाहिँ यस्तो भएर गयो, कस्तो भनिन्छ, सबै निक्लेर गयो हैन लाइक दस. अनि कुनै राख्नै नमिल्ने भएर गयो. सो जति पनि बचेको छ त्यो चाहिँ यति हो क्या, यति हो. अनि अब यसबाट चाहिँ आई वान्ट टु डु समथिङ हैन. यतिकै राख्न पनि मलाई मन लागेन कि अभियसली दिस लुक्स प्रिटी एज वेल, तर पनि आई वान्टेड टु डु समथिङ एक्स्ट्रा. यसको चाहिँ हामी के गर्छौँ भन्दाखेरि एउटा यहाँनिर ह्याङ गर्नेवाला बनाउँछौँ डिआइवाई. त्यसमा चाहिँ आइ एम प्लानिङ टु यो फ्लावर्सहरूलाई चाहिँ ह्याङ गरिराख्न क्या. यसरी होस् वेदर or यसरी होस्, just I want them to be hanging like this एउटा गरेर. Some flowers चाहिँ still छैन. यो आज भर्खर मैले पानीमा राखिरहेको थिएँ, कस्तो यसको स्टिम विक भएर अनि मैले चाहिँ यसलाई निकालेर जस्ट ट्राई नै गर्नु पर्यो यसलाई पनि भनेर राखिरहेको छु. सो अनि अनदर वान इज दिस फ्लावर. ओ गॉड, आई लभ दिस फ्लावर कि यो लिटरली यो रेडीमेड हुन्छ त्यो आर्टिफिसियल बुके जस्तै लाग्छ कि. इट्स सो ब्युटिफुल. डिआइवाई बनाउनुको लागि चाहिँ आई अलरेडी हेभ ड्राई फ्लावर्स हैन. हामीलाई नेक्स्ट चाहिने भनेको चाहिँ के हो भन्दाखेरि यो ब्रान्च है. यो ब्रान्च हामीलाई चाहिन्छ. यो चाहिँ तपाईँले आफ्नो घरको वरिपरि जहाँ हेर्नुभयो भने पनि एउटा न एउटा भेटिहाल्छ कि. सो जस्तो सेप भए पनि हुन्छ. अनि हामीले चाहिँ यसलाई नेचुरली नै सुकेको लट्ठीहरू भनौँ न, सुकेको लट्ठीहरू त हुने हो. सो यसलाई हामीले जस्तो सेपको छ हैन त्यस्तै नै अलिअलि यताउति गरेर के अरे म्यानेज गर्दा हुन्छ. स्पेसिफिक हजुरले यस्तै सेप चाहिँ खोज्नु पर्दैन. जस्तो छ तर हजुरले त्यस्तैलाई नेचुरली युज गरेर त्यसबाट बनाउन सक्नुहुन्छ. अब यो पछि हामीलाई अर्को चाहिने भनेको चाहिँ आइएम युजिङ दिस रोप. यो डोरी चाहिन्छ हामीलाई सो द्याट हामीले यसलाई ह्याङ गरौँ हैन. यसमा चाहिँ आइएम प्लानिङ यति जति युज गर्छु. आई विल बी युजिङ दिस मच. सो यसलाई चाहिँ यसरी अपोजिट वेमा यो यसरी ह्याङ हुन्छ यहाँ वालमा. आई विल बी डुइङ इट स्टेप बाई स्टेप. सो हजुरले त्यो हेरेर पनि गर्न सक्नुहुन्छ. मैले चाहिँ अहिले यो जुन लट्ठी छ यो ब्रान्च, यसमा चाहिँ साइडमा यो रोप बाँधिदिएको छु. मैले हजुरलाई रोप देखाइहालेँ हैन. मैले चाहिँ यो रोप युज गरेको छु. यो चाहिँ अलिकति सिविङभन्दा डह्रो पनि हुन्छ अनि इट लुक्स गुड एज वेल. सो यो चाहिँ हजुरले कुनै पनि सिलाइवाला स्टोरमा जानुभयो भने इजिली पाउन सक्नुहुन्छ. मैले चाहिँ यतिको लेन्थ पारेको छु यसरी यहाँ राख्नको लागि हैन. सो यो चाहिँ साइडमा राखेर अनि यसलाई जस्ट होल्ड गर्नको लागि हो. अनि अब चाहिँ म के गर्छु भन्दाखेरि जुन पनि यो फ्लावर्सहरू छ यसलाई चाहिँ यहाँनिर यसरी राखिदिने हो कि यो ह्याङ गरेर. लट्ठीमा ह्याङ गर्नको लागि चाहिँ आइएम युजिङ दिस यो सिलाइको धागो. सो म हजुरलाई यो गरेको नि होल प्रोसेस देखाउँछु. बी विथ मी. लेन्थ चाहिँ सुरुमा म यसरी राख्दै गर्छु अनि एकैचोटि सबै बाँध्न ओर्न पनि हुन्छ नि त. मेरो यो डिआइवाई ह्याङ्गिङ फ्लावर डेकोर चाहिँ रेडी भइसक्यो हैन. सो आई टुक हेल्प फ्रम माई मम अनि हेल्प गरेपछि चाहिँ अलि छिटै नै फिनिस भयो यो.
अब यो चाहिँ म ठ्याक्क यो वालमा डेकोरेट गर्छु एक्चुअली यसरी इट लुक सो प्रिटी के कस्तो प्रिटी भएको छ मैले चाहिँ मेरो DIY रेडी गरेँ हैन अनि यो कर्नर चाहिँ मलाई पहिलेदेखि डेकोरेट गर्न केही न केही चाहिँ डेकोरेट गर्न मन थियो सो आज मैले यो गरेँ अनि हजुरले पनि हेर्नुभयो स्टेप हैन सो अब हजुरलाई पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने यु क्यान मेक इट एज वेल अनि यो चाहिँ कस्तो प्रिटी देखेको छ यो कर्नर चाहिँ अनि अल्सो मेरो फुलहरू चाहिँ एकदम झरिरहने हैन अरेन्ज गरिराख्नु पर्ने भएको थियो यसले गर्दा चाहिँ अब आई डोन्ट ह्याभ टु लुक आउट फर इट धेरै अनि यसो रुमभित्र छिर्दा पनि कस्तो राम्रो फिल हुन्छ कि यो फुलहरू हेर्दाखेरि कस्तो लाइक इज सो ब्युटिफुल भन्ने लाग्छ सो हजुरहरू पनि अब फ्री हुनुहुन्छ अनि केही नयाँ कुरा गर्न मन छ भने चाहिँ पक्कै पनि ट्राई आउट गर्नु होला मलाई चाहिँ एकदमै मन पर्यो हजुरहरूलाई पनि मन पर्नेछ सो थ्याङ्क यू फर वाचिङ